नेता हुनको लागि जेल जानै पर्छ अनि त्यही भएर कोही त्यो आन्दोलन गर्ने बेलामा नयाँ नयाँ नेताहरू आउनुभयो कलेज पढ्ने स्पेसली गभर्मेन्ट त्यो सरकारी कलेजबाट धेरै आउनुहुन्थ्यो नि त अझ नेताहरू होइन त्यहाँबाट जेल पऱ्यो भने त खुसी हुने कि अब चाहिँ पक्का नेता भइस भन्ने खालको त्यो न्यारेटिभ थियो कि किन म त गभर्मेन्ट कलेज पढायो नि त थापातोली पढ्दाखेरि पनि कोही मेरो सिनियर्सहरू चाहिँ प्रोटेस्ट गर्दाखेरि उहाँहरू जेल पढ्नु भयो भने चाहिँ एकदमै प्राउड फिल गरेर अब चाहिँ त पक्का नेता हुने भइस भन्ने खालको त्यो न्यारेटिभ थियो कि त्यति बेला तर अहिले आई थिङ्क त्यो न्यारेटिभ एकदमै चेन्ज भएको छ राम्रो मान्छे हुनुपर्छ पढे लेखेको मान्छे हुनुपर्छ प्रोटेस्ट गर्नु भनेको हो चाहिने ठाउँमा प्रोटेस्ट हामीले सायद आज हामीसँग डेमोक्रेसी भएको फाइदा त्यो पनि हो हामीले हाम्रो आवाज उठाउन पाउँछौँ सडकमा आउन पाउँछौँ सायद 20 वर्ष अगाडि 25 वर्ष अगाडि हामी त्यो गर्न पाउँदैनथ्यौँ भन्ने कुराहरू नै होला होइन सो प्रोटेस्ट गर्नु आफैमा नराम्रो कुरा भन्ने होइन तर उहाँले भन्नुभएको जस्तै त्यो लेजिट कुरा हो कि होइन भन्ने कुराहरू पनि हुन्छ जस्तै अब अहिले हामी यो डेमोक्रेसीको गलत फाइदा उठाएर कतिजना सङ्गठनहरू चाहिँ भनौँ न ल अब आवाज उठाउनुपर्छ भन्ने हिसाबले मात्रै अन्नेसेसरी अरू पब्लिकलाई कति दुःख भइरहेको हुन्छ होइन त्यो कुराहरू पनि नसोचिकन जस्तै हामीलाई पनि एज अ नागरिक त्यो कुरा लेजिटै लागिरहेको हुँदैन कि होइन त्यसरी त्यसलाई चाहिँ गलत फाइदा उठाउनु हुँदैन जस्तो लाग्छ बट